ल अब यहाँ चाहिँ यो मैले तयार पारेको इन्कुबेटर हो। अब यहाँ हाँसको कुखुराको अन्डा दिएको छ। अब कतिवटा निकाल्यो, हिजो एउटा निकालेको थियो, आफ्नै ढङ्गले गर्दाखेरि मर्यो। ल यो चाहिँ आफ्नो ढङ्ग नपुगेर मरिहाल्यो। अब यहाँ निक्लिँदैछ। दाजुभाइहरू हेर्नुहोस्, हाँसको चल्ला निक्लिएको छ, 3टा निक्लिएको रहेछ। यो चाहिँ मैले आफैले बनाएको इन्कुबेटर हो। ट्राई गरेको पहिलोचोटि। अब 3टा निक्लियो, अरू निक्लिने जारी छ। 30वटा राखेकोमा कतिवटा निस्कन्छ हेरौँ। है त।